हेलो सम्पूर्णमा नमस्कार। म सुरेन्द्र छामी, स्वागत छ यहाँहरू सबैजनालाई मेरो युट्युब भिडियोमा। वेलकम टु ब्याक माई युट्युब च्यानल। आज म नर्सरी गार्डनमा जाँदैछु। भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला है त सम्पूर्ण साथीहरूले। फलफुलको बिरुवाहरू पाइँदो रहेछ। आज म नर्सरी गार्डनमा आएको छु। हेर्नु साथीहरू, गुलाबको फुल फुलिसकेको छ। यहाँ धेरै किसिमका फुलहरू पाइँदो रहेछ। ल हेर्नु कति राम्रो राम्रो। हेर्नु त, आहा कति राम्रो है। साथीहरू, यहाँ यो कागती फलिसकेको छ। ल हेर्नु साथीहरू, दाना लगाइसकेछ। यहाँ सबै फुलको बिरुवाहरू, फलफुलको बिरुवाहरू एकदमै यो क्लमी गरेको ड्राफ्टिङवाला पाउँदो रहेछ। क्लमी गरेको हेर्नु त, कति सानोमा पनि यति धेरै फलिसकेको। यो केराको बुट यति सानो होचोमा पनि। ल हेर्नु त, यहाँ आँपको बिरुवा यहाँ पाइँदो रहेछ। ल हेर्नुहोस् साथीहरू, यहाँ यो बेलौतीको बिरुवा पनि छ। आहा कति राम्रो फुल है साथीहरू। हेर्नु त, रमाइलो लाग्यो मलाई पनि। यहाँ सायद यहाँ हजुरहरूलाई पनि रमाइलो लाग्यो होला भिडियो हेरेर। फुल देख्दाखेरि साह्रै मन रमाइलो भयो। हेर्नु साथीहरू, यहाँ यो बिरालोको बच्चा दुईटा। ल चाइनिज भाँडाकुँडा पनि रहेछन् साथीहरू। यो प्लास्टिकको भाँडाकुँडाहरू पनि रहेछ।
कति रमाइलो लाग्दैछ मलाई त फुलको बिरुवाहरू देखेर। साथीहरु भिडियो कस्तो लाग्यो सल्लाह सुझाव र कमेन्ट गर्नु होला है त। भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरुलाई। थ्यांक यू सो मच फर वाचिङ माई युट्युब भिडियो।